मैले यहाँ चाहिँ अब सबै कुरा रेडी गरेछु आजको ब्लगको सेटअपको लागि। यहाँ चाहिँ मैले फोन हाल्ने हो आज। मान्छेको घर सर होला तर मलाई बाल छैन किनभने रोड त्यहाँनिर भेट्दैछ। ओ थाहा छैन यसलाई के भयो फेरि फोन झऱ्यो त्यही भएको। सरी मैले भने क्या म ल फर्स्ट ग्लिम्स अफ लेक जिनेभा। आई एम एक्साइटेड टु सी। जिन्दगीको रियल मजा चाहिँ यिनीहरूले लिएछन् क्या। ल गाइस गुड मर्निङ एभ्री वान। मर्निङ पनि के भन्नु 10 बजे होइन। सो आज चाहिँ धेरै पछि भ्लग लिएर आएको छु। वेलकम टु माई भ्लग। घरमा छु होइन, घरबाट अब निस्किँदैछु। यो चाहिँ मेरो गाडी हो। आज लाइक म सोलो हिँड्नेवाला छु, घुम्नेवाला छु। मैले यहाँ चाहिँ अब सबै कुरा रेडी गरेछु आजको ब्लगको सेटअपको लागि। यहाँ चाहिँ मैले फोन हाल्ने हो आज। त्यसपछि यहाँ चाहिँ मैले अर्को एउटा एक्स्ट्रा जिपिएसको लागि फोन लिएको छु। कोड स्टार्ट गरिदिउँ। नयाँ ग्याजेटहरू पनि मैले थपेको छु आजकल होइन। ओके यो भयो। अनि मलाई फेरि चाबीभित्र लक हुने डर लास्टै लाग्छ, त्यही भएर म यो उ गर्ने बित्तिकै कोल्ड स्टार्ट गर्दाखेरि चाहिँ अलिकति झ्याल खोल्दैछु। सो दिस इज माई न्यू कारै भनौँ न। पहिलाको भ्लगमा अब अर्कै गाडी थियो, टोयोटा म्याट्रिक्स थियो 2009 को मोडल। यो चाहिँ 2006 को मोडल टोयोटा कोरोला हो। सो त्यही हो गाइज। आज चाहिँ अलिकति त्यस्तो स्पेसिफिक डेस्टिनेसन भन्दाखेरि पनि म अलिकति आफ्नो जर्नीमा चाहिँ फोकस गर्दैछु, किनभने मैले बाटोहरू त्यस्तै बाटो लिएर चाहिँ म जान्छु कहाँ भने माइन्डमा चाहिँ चलिरहेछ लेक जेनेभा। ल जय शम्भो भन्दै आजको यात्रा सुरु हुन्छ है। अब ल जय शम्भो, बाटोमा भेटौँला अब। सो मेरो चाहिँ यो खास नर्मल ड्राइभ जस्तो मात्रै हुन्छ होइन। कहिलेकाहीँ अब यस्तो मान्छेलाई इन्टरटेनमेन्ट चाहिन्छ, जिन्दगी जिउनुको कारणहरू खोज्न थाल्छ मान्छेले होइन। तब चाहिँ मान्छेलाई यस्तो रिफ्रेसमेन्ट चाहिन्छ क्या। अनि म भनेको तपाईँहरूलाई पहिल्यैदेखि देखिराख्नु भयो होला होइन। सो यस्तो कुराहरूमा चाहिँ सधैँ हिँडिराखौँ गरिराखौँ त्यस्तै फिल हुन्छ क्या। आज अरू त्यस्तो केही प्लान छैन मेरो। रोकिने भिडियो सिडियो टक्क खिच्ने ओर्ने त्यस्तो खासै प्लान छैन। यस्तै गरी गाडीमा सरर जान्छु, हेर्छु त्यहाँको एउटा लुप जस्तो छ अरे भित्रपट्टि होइन। त्यो लुपमा सरर घुम्छु, त्यसपछि आनन्दले फर्किन्छु। धेरै कुरा हुन्छ जिन्दगीमा सोच्न पर्ने। कहिलेकाहीँ चाहिँ यो केही कुरा नसोचिकन चाहिँ एउटा स्केप खोज्छ क्या मान्छेले, हुन्छ नि त्योवाला स्केपवाला डे हो क्या मेरो चाहिँ। तपाईँहरूले देखिरहनु भएको छ होला यो ठाउँ कस्तो मजाको जग्गा यो बाटो होइन। अलिकति गर्मी छ, ठिकठाकै छ, तर हिजो अस्ति पनि थियो, तर आज धेरै नै कम छ भनौँ न गर्मी। सो यस्तो यो गर्मी नभएको बेला चाहिँ हिँड्न पनि मजा आउँछ। हल्का जाडो चाहिन्छ क्या मलाई चाहिँ, हुन्छ नि त्यो भित्र त्यो गर्मीमा पनि अलिकति जाडो जस्तो पाऱ्यो भने मजा आउँछ टाइपको क्या। सो यो ठाउँ चाहिँ टक्क हेर्दाखेरि हुन्छ नि हाम्रो यो नेपालबाट हेरेर आएको मान्छेले धेरै रिलेट गर्न सक्नुहुन्छ होइन। यो जब यो विमानबाट अलिकति अगाडि गइसकेपछि टक्क जङ्गलहरू जस्तो आउँछ नि। अलिकति त्यो विमानबाट यो कहाँ भन्छ यार, विमानबाट इटारी निस्किने बाटो छ नि, नयाँ बाटो खुलेको भन्छ नि मध्य पहाडी। त्यो बाटोबाट अलिकति अगाडि जाने बित्तिकै चाहिँ यस्तै छ क्या बाटोहरू चक्क हुन्छ नि। त्यो अगाडि भन्नाले पनि झन्डै गाईघाटै पुग्न आँटिसक्यो। कटारी कटेर चाहिँ हो क्या हो जे होस् न, यस्तै बाटो छ कि आनन्दको सरर गयो। म गाडी त कुदाएँ त्यो बाटोमा अहिलेसम्म, बाइक चाहिँ कुदाएको छु, तर अर्कै मजा आउँछ यार त्यो बाटोमा बाइक कुदाउन। अनि त्यसपछि मलाई यस्तो बाटोहरू देख्छु म, त्यसपछि अब त्यो भयो होइन, त्यो जङ्गल देखिएको बाटो सक्यो। अब यहाँ आइसकेँ म होइन, अब पूर्व सक्यो होइन। पश्चिमतिर जाँदाखेरि बुटोलबाट अलिकति यो गोरुसिङेतिर लाग्ने बित्तिकै यस्तै जङ्गलहरू छ क्या, लिटरल्ली क्या यस्तै जङ्गल। सिङ्गल लेन बाटो, अब नेपालमा त्यही हो होइन, सिङ्गल लेन बाटो। टक्क नेपालको यस्तो याद आइदिन्छ क्या, हुन्छ नि मन त मेरो नेपाली हो। आज म अर्को स्टेट जानला हो क्या, इलिनोय होइन। इलिनोय क्रस गरेर विस्कन्सिनमा पर्छ क्या यो जेनेभा, लेक जेनेभा। अरू के मलाई के पनि उनै छैन क्या। आज हुन्छ नि म यो गर्नुपर्छ त्यो गर्नुपर्छ
हतार पतार लतर पतर केही पनि छैन जस्ट गोइङ ड्राइभिङ जस्ट ड्राइभिङ फिनिस ड्राइभिङ गरिसक्यो गऱ्यो चट्ट आनन्दले त्यति मात्रै छ आजको काम मेरो गाडीमा बस्ने पत्तर पत्तर गर्ने अब बाहिर केही देखिहाल्नु भयो तपाईँहरूले मलाई अलिअलि देखे भइहाल्छ होइन म त अब यस्तै त छु मान्छे सधैँ देखिरहेको मलाई अलिअलि देखे भइहाल्छ गाडीमा तपाईँहरूले मजाले देख्नु भएकै छ आजकल अनि अर्को पार्ट भनेको राम्रो पार्ट चाहिँ यो डुअल क्याप्चरको पार्टले धेरै सजिलो पार्दो रहेछ नि त जस्तो पहिला यसरी गर्नलाई चाहिँ नि कि चाहिँ अब ओबिएसबाट लाइभ साइभ गरेर त्यो भिडियो मिक्सर युज गरेर छुट्टै कुरा हो जस्तो पोडकास्टहरूमा गरे जस्तो तर मल्टिक्याम सर्ट भन्ने बित्तिकै एडिटिङमा 2-3 लाइन राखेर अनि त्यसपछि सिङ्क गराइसकेपछि एउटालाई सानो बनाइदिइसकेपछि बल्ल यतिको हुन्थ्यो क्या आजकल अब के निकाले हुन् थाहा छैन होइन ठिक छ आफू पनि अपडेटेड हुन पर्यो अनि त्यसपछि के निकाले हुन् थाहा छैन अब डुअल क्याप्चर छ क्या अब सर र म यतापट्टि बोलिरहेको छु भिडियो कल गरेँ जस्तो क्या कस्तो दामी देख्यो तर त्यो भइसकेपछि मलाई अब तपाईँहरूले मलाई भन्दा नि बाहिर फोकस गर्दाखेरि सजिलो हुन्छ मजा पनि आउँछ हरियाली हेर्नलाई यो चाहिँ कसको ग्यास स्टेसन हो होइन ल हामी चाहिँ ग्यास स्टेसन आयौँ मैले त गीत बन्द गर्नु बिर्सेछ क्या अघि होइन त्यो कपिराइटले फेरि इस्यु हान्छ त्यो गीत बन्द गर्नु बिर्सेछ ग्यास स्टेसन आयौँ ग्यास स्टेसनमा चाहिँ लाइन छ त्यही भएर म लाइन कुरेर बसिरहेछु यस्तो छ ग्यास स्टेसन पुरा यहाँ कसको ग्यास स्टेसन हो अब यहाँ मैले ग्यास हाल्छु चिया ब्रेक हुन्थ्यो अब तेल पेट्रोल ब्रेक पनि त मेक सेन्स होइन ल हाम्रो चाहिँ यहाँ ग्यास डिस्पेन्स भइरहेको मेरो गाडीमा 4टा ग्यास गइरहेको ग्यासोलिन भन्छ यहाँ चाहिँ पेट्रोल भन्दैन पेट्रोल भन्थ्यौँ हामीले नेपालमा तर यहाँ चाहिँ ग्यासोलिन भन्छ गाइज है त्यसपछि अब यो चाहिँ हाम्रो कस्को होलसेल भयो सो ग्यास हाल्ने अनि त्यसपछि अफ टु गो सो अब हामी लगभग म्याक हेनरी भन्ने यहाँ चाहिँ कस्तो भने युएसमा अब अन्त थाहा भएन मलाई त्यति म्याक हेनरी आइपुगेछ हो प्राय चाहिँ नि ठाउँको नामहरूमा चट्ट यो ठाउँको नामहरूको ट्याङ्कीमा राखेको हुन्छ क्या एउटा ट्याङ्की जस्तो बनायो भने तपाईँले अघिको यहाँबाट लेफ्ट लागिसकेपछि चाहिँ हाम्रो 40 मिनटमा लेक जिनिभा पुगिने रहेछ अब यहाँ मैले अलिकति निन्द्रा सिन्द्रा पनि लाग्यो अनि अलिकति ब्यागमा मैले लिएर आएको थिएँ यो पेप्सी 0 सुगर वाइल्ड चेरी क्रिम कहिलेकाहीँ यसो एउटा दुइटा खान मजै आउँछ यस्तो चिजहरू धेरै खान चाहिँ हुन्न कहिलेकाहीँ एउटा दुइटा यसो खान मजै आउँछ सो आजको तपाईँहरूले कमेन्ट गर्नु होला आजको तपाईँहरूको भ्यू कस्तो लागिरहेछ लाइक हुन्छ नि अनि त्यसपछि अर्को अब यसमा धेरै त्यस्तो केही कुराहरू पनि छैन होइन यो ब्युटिफुल रोड छ अरे यहाँबाट अगाडि म त्यही ब्युटिफुल रोड लिएर जाने हो यो चाहिँ सायद म्याक हेनरीको डाउनटाउन हो होइन डाउनटाउन चाहिँ अब त्यति खास हुन्न यस्तै हो यो भित्रको यो गाउँतिरको डाउनटाउनहरू यस्तै हो सानो 2-4वटा घर चुपुक्क बसेको 2-4वटा रेस्टुरेन्ट 2-4वटा बार 2-4वटा गाडीको डिलर सिलर द्याट्स इट त्यही हो कि अब यहाँबाट खोला सुरु भयो क्या फक्स रिभर सायद यो हो हामी भनेको फक्स रिभरको तिर जान्छौँ भनेर मलाई जेमिनाले भनेको थियो किनभने अब यहाँ त त्यति थाहा छैन एआइसिआईलाई सोधेर कताबाट कसरी कहाँ भनेर थाहा पाउनुपर्ने हुन्छ म्याक हेनरी टाउनसिप रहेछ यो चाहिँ यो ठाउँ भनेको चाहिँ अब इलिनोय रुट 31 फलोइङ द इलिनोय रुट 31 नर्थ यहाँबाट धेरै छैन 36 मिनटमा म पुग्छु लेक जिनिभा त्यसै मैले हाइप क्रिएट गरेर हो कि यो थाहा छैन तर म जर्नी पनि मजा आइरहेछ डेस्टिनेसन जस्तो होस् अघि भनेको जस्तै तपाईँहरूले त्यो ट्याङ्कीको नाम क्लियर पढ्नुभएको छ कि छैन होइन अघि भनेको जस्तै ट्याङ्कीको नाम क्लियर पढ्नुभयो कि छैन अब कपिराइट थाहा छैन के हो यसलाई अलिकति सप्रेस गरेर हालिदिन्छु त्यो ट्याङ्कीमा लेखेको नाम देखाउनु खोजेको थियो क्या अनि त्यसपछि म्युजिक बन्द गर्नु बिर्सेछ आज वेदर पनि मलाई साथ दिएछ क्या पुरै टन्टलापुर घाम लाग्यो त मलाई लास्ट झ्याउ लाग्थ्यो गर्मीले पनि होइन त्यही भएर चट्ट सबै कुरा मिलेको छ म पनि रन्केको छु जिन्दगी कहिले आहा यस्तो ट्विस्टी रोडमा मोटरसाइकल चलाउनु कस्तो मजा आउँछ क्या चट्ट हुन्छ नि
धेरै मोड्न नपर्ने हल्का सुताउँदै कस्तो विकास भनेको यो हो क्या स्टप हियर 100 भनेर ठक्क यो लाइन राखिदिन्छ होइन अब अहिले ग्रिन छ म सरर गएँ उताकोमा राइट रातो बल्यो होला अहिले ल यो रियल ट्याङ्कीको एक्जाम्पल चाहिँ यो हो कि अगाडि जस्तो यो ठुलो थुम्को देखियो नि ट्याङ्की ठुलो यसमा सायद रिचमन्ड खोइ रिचमन्ड त होइन रिच के हो भने रिचमन्डै हुनुपर्ने रिचमन्डै लेखेछ हो त्यो रिचमन्ड एरिया रहेछ यो भन्ने थाहा हुन्छ क्या हिँड्दै देखिन्छ नि त तल पछाडि अब म्यापमा कहाँ के भन्दा नि चट्ट जर्नीको बिचमा टक्क एउटा ट्याङ्की देखिन्छ ल है त रिचमन्ड आएछ भने जस्तो रिचमन्ड भने त म त फर्स्ट टाइम आउँदैछु यो ठाउँमा त्यति थाहा पनि छैन अलिअलि मैले अब हिन्ट पाएको जस्तो फिल भयो यहाँनिर जम्प द बोर्डर के भनेर लेखेछ विस्कन्सिन आउला जस्तो लाग्यो मलाई पनि ठ्याक्कै थाहा छैन कहाँबाट सुरु हो के हो तर आई थिङ्क म धेरै टाढा चाहिँ छैन होइन बोर्डरबाट रिचमन्ड भिलेज अफ रिचमन्डमा छु म अझै स्टिल अब यो रिचमन्ड कटेपछि सुरु हुन्छ कि विस्कन्सिन के हो मलाई थाहा छैन म तर अपडेट चाहिँ दिन्छु म एक्साइटेड छु म युएस आइसकेपछि प्लेन चढेर गएको एउटा त पार्ट छँदैछ त्यसपछि म अर्को स्टेट आएको भनेको तेस्रोचोटि हो इन्डियाना गएको छु विस्कन्सिनै आएको छु मिल्वकी गएको छु तर मजा चाहिँ मजा आइरहेछ कहाँनिर हो मलाई बोर्डर चाहिरहेछ क्या बोर्डर क्रसिङ भनेर हुन्छ नि त आई ट्राभल टु अनदर स्टेट जस्ट बिकज अफ बोर्डर क्वेसन मार्क यस्तो बाटोहरू हिँड्दाखेरि चट्ट हुन्छ नि सानो सानो टाउनहरू बिचमा आउँछन् अनि त्यस्तो टाउनहरूले पनि अर्कै मजा दिन्छन् क्या जस्तो हुन्छ नि यो ठाउँमा बस्ने मान्छे चाहिँ कस्ता होला मलाई आउने पर्सनल फिलिङ होइन यो ठाउँमा बस्ने मान्छे चाहिँ कस्ता होलान् यहाँ बस्ने मान्छेहरूले चाहिँ के गर्छन् होला जस्तो के मलाई त यता जानु छ होइन त्यही भएर म चाहिँ यता लिन्छु म लेफ्ट जानु छ अनि त्यसपछि अरू चाहिँ राइटतिर गर्छन् अनि त्यसपछि यहाँ चाहिँ बस्ने मान्छेहरू कस्ता हुन्छन् होला कस्ता छन् होला के चाहिँ गर्छन् होला यहाँको भाडा कति छ होला अलवेज स्टप रहेछ अलवेज स्टपमा चट्ट रोक्ने राइट लिने अब यहाँबाट 0.5 फेरि त्यही बाटो छुने रहेछ क्या यार मलाई किन यताबाट लिएर आएको गुगल म्याप वाइ ल म चाहिँ लगभग आइपुगेँ यहाँ चाहिँ म्यापले 3 मिनट देखाएको छ अब यहाँ अलिकति बाटो चाहिँ नि लेकको छेउबाट पनि जाँदो रहेछ म पार्किङसम्म पुग्नलाई चाहिँ तर सरी म उत्तेजनामा अलिक धेरै स्पिडमा आएको छु यहाँ 25 भन्दा धेरै कुदाउनु पाइँदैन म 45 मा रहेछु पुलिसले देख्यो भने त यहाँनिर सिद्ध्याउँछ अनि अब मेरो यहाँ क्रिमिनल स्पिड पऱ्यो र कोर्ट आउनु पऱ्यो भने त यहीँ आउनुपर्छ त्यही भएर आनन्दले कुदाउँ केही हतार छैन यति त आइसक्यो अब 3 मिनटको कुरा हो अलिकति एक्साइटेड भइरहेको छु अब यहाँ होटलहरू टन्नै रहेछ अलिकति कमर्सियल एरिया पनि रहेछ सायद यो लेक जेनिभा यहाँनिर वेलनेस सेन्टर रहेछ यहाँ कति मोटलहरू छ कति राम्रो रेस्टुरेन्टहरू छ के हो यो चाहिँ प्लान सर्जरी इन्जिनियरिङ कन्सल्टेन्ट रहेछ क्या हो प्लान सर्वे आमा पार्क टाइपको रहेछ यहाँ तर हुन्छ नि अलिकति रमणीय ठाउँ रहेछ यो चाहिँ सो हेरौँ अब यहाँ म सिधा गयो भने मैले लेक जेनिभाको पहिलो ग्लिम्स देख्न सक्छु कि सिधा जान नि मिल्ने रहेछ म सिधा जान्छु यहाँ राइट जानु नि मिल्ने रहेछ सिधा जानु नि मिल्ने रहेछ सिधा जान्छु म जान पाइन्छ त होला नि मान्छेको घर सर होला तर मलाई बाल छैन किनभने रोड त्यहाँनिर भेट्दै छ ओह थाहा छैन यसलाई के भयो फेरि फोन झऱ्यो त्यही भएको सरी मैले भने क्या म बिप हाल्छु अब यहाँको लेक जेनिभाको ग्लिम्स देखिँदै हेर्न त पर्यो ल फर्स्ट ग्लिम्स अफ लेक जेनिभा आई एम एक्साइटेड टु सी
आई होप यु आर एज वेल। बाफ रे यो त लेक, तर लेकै त हो, तर बवाल चाहिँ बवाल नै छ है। आहा, होटलहरू पनि गतिला होटलहरू छन्। अब बोटिङ सोटिङ गर्ने गरी पनि आउला कुनै दिन। इट्स लाइक हेभेन, यु नो, इट्स लाइक ए हेभेन, यु नो, हेभेन, इट्स लाइक ए हेभेन, यु नो। रोड क्लोज लेखेर छ भने चाहिँ म अब यहाँबाट राइट जानु पर्यो। आहा, लेक जेनिभा खतरा रहेछ रहन त यार। अब यहाँ राइट जानु पर्यो म। ल गाइज, म चाहिँ आइपुगेछु। यसरी गरौँ होला, म चाहिँ आइपुगेछु हैन। यसरी गरौँ नि त, जेसुकै देखियोस् पछाडि। ल यसरी गरौँ, म चाहिँ आइपुगेँ लेक जेनिभा यही नै हो। अनि त्यसपछि यहाँनिर चाहिँ पार्किङको जुगाड गर्नुपर्ने रहेछ। म तिर्ने के गर्नुपर्छ, पार्किङको तिर्छु। त्यसपछि म भेट्छु है त बाहिर अब एकैचोटि सिधै। ओके बाई। ल गाइज, लेट्स स्टार्ट विथ दिस प्लेस। यो चाहिँ के छ, उ गएर पढ्नु होला, पढ्न मन छ भने। एन्ड 2002 जेनेभा लेक ड्याम रेस्टोरेसन, यताउति के लेखेछ होइन। सो आज चाहिँ हामी आइपुगेछौँ लेक जेनेभाको हेर्न सक्नुहुन्छ भ्यू। लेक जेनेभा यही नै हो। ऊ त्यहाँ परसम्म जान्छु, यतासम्म जान्छु। खासै मैले यहाँबाट म वाक गर्दै माथि जान्छु होइन। यहाँबाट रोड क्लोज लेखेछ, किनभने यहाँबाट पनि गाडी कुदाउनु दिएको भए त म अझै भित्र गइदिन्थेँ होला। मलाई बोट टुर केही पनि गर्नु छैन। त्यहाँ ठ्याक्क लेकको अगाडि बस्नु छ क्या, त्यस्तो हुन्छ नि। मलाई अलिकति नस्टाल्जिया फिल भइरहेछ। पोखरा जान्थेँ म कति टाइमहरूमा, पोखरा गएर बस्थेँ होइन। पोखरा गएर यस्तै तालको भ्यू हेर्दै। पोखरामा वरिपरि डाँडा देखिन्थ्यो भने यहाँतिर त्यति डाँडा छैन। फरक भनेको त्यति नै हुन्। बाँकी भनेको यो बोटहरू हेर्दा चाहिँ दामी देखिरहन्। मलाई बोटिङ खासै गर्न मन छैन। अब यहाँ बोटिङ भन्दा पनि मलाई यो बाइकवाला चाहिँ गर्न मन थियो, तर एक्लै त्यति मजा पनि आउन्न। फोटो भिडियो खिचिदिने मान्छे नै हुन्न फेरि होइन। आफूलाई भ्लग बनाउनु मन लाग्छ कहिले कति बेला कस्तो होइन। सो यही हो लेक जेनिभा, यही हो। आइयो, मजा लाग्यो। यहाँ बस्ने ठाउँ रहेछ चट्ट लाएर। यहाँभन्दा नि अलिकति शान्त ठाउँमा अलिकति उतापट्टितिर जान्छु म। यहाँबाट फेरि यतापट्टिबाट त गाडी चल्न पाउँदो रहेछ फेरि। अब यहाँबाट स्नेक रुट के लिने भनेर छ। अलिकति अगाडिसम्म हिँड्दै जान्छु। त्यसपछि मसँग 1.5 घन्टाको गाडीको पार्किङ लिन्छु मैले। त्यहाँ $4-5 तिरेर लेट इट बी, त्यो हुन्छ। अनि त्यसपछि यहाँ अलिकति मान्छे त्यस्तो भिडभाड चाहिँ छैन, तर काइन्ड अफ भिडभाड विकेन्डमा भयो त अलि भिडभाड पनि हुन्थ्यो होला कि, तर भिडभाड त्यति बेसी छैन। यहाँ चाहिँ होटलहरू यताउति धेरै रहेछ। के हो मलाई त्यो चाहिँ त्यति थाहा छैन। दिस इज लेक जेनिभा। यहाँबाट भित्रबाट सट्ट जान्छु म। अब हेर्दा पनि लास्ट मजा आउने ठाउँ रहेछ यार। यस्तो यो डुङ्गा चाहिँ बोट चढ्नुमा आउँछु, यो मोटर बोट चढ्नलाई। यहाँ अहिले चाहिँ त्यति पोसिबल हुन्न, किनभने एक्लै पनि छु आज। अनि त्यही भएर चाहिँ सो यहाँ जम्मा अलिकति माथि गएर शान्त ठाउँ भेट्छु। अनि त्यसपछि म हल्का कुरा गर्छु। अनि त्यसपछि फेरि फर्किन्छु। आज नथिङ मच, जस्ट ब्लाइन्डली हिँडेको मात्रै हो अन्त जम्मा। अब जिन्दगीको रियल मजा चाहिँ यिनीहरूले लिएछन् क्या। हट, आफ्नो पनि 2-4 जना हुने, पौडी सौडी खेल्ने। आहा, यस्तो ठाउँमा पो आउने त यार। होइन यार, समर सक्यो, कस्तो रहिरहेको। अब यो बिचमा जाने, बिचमा अलिकति यो स्यान्डहरूमा चाहिँ फिल पनि आउँछ क्या। कहाँबाट कसरी जाने मलाई थाहा छैन। म खासै जाने प्लान पनि छैन। खाली खुट्टा जान मजा आउँछ यस्तोमा, अनि इन्जोय गर्न पनि मजा आउँछ। सो हेरिरहेको छु, म हेर्छु अझै अगाडि माथि त्यहाँ बस्ने ठाउँ चाहिँ छ होला भित्र होइन। सो बस्ने ठाउँ पायो भने चाहिँ त्यहाँ गएर सट्ट बसेर एकछिन नोभल सोभल पढ्नु पर्ला भने सोचेछु मैले। सो
लेट्स गो। अब यहाँबाट हेर्न मजा लाग्दो रहेछ क्या, अनि त्यही भएर मैले यहाँबाट हेरेको थिएँ। अनि इट्स काइन्ड अ गुड के हुन्छ नि, इट्स काइन्ड अ गुड 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 गुड। अब यहाँबाट जाने बाटो होइन छ, यहाँबाट यहाँ माथिबाट लेक जेनेभा क्रुज लाइन अथोराइज भेहिकल्स पार्किङ। सो लेट्स गो। अब यहाँ मैले के अब इन्ट्रेस्टिङ भेट्छु के गर्छु अनि त्यसपछि देखाउँछु। यहाँ त अब लेक जेनेभा यही हो, देखाइहालेँ, मजा आयो। मसँग चाहिँ यो छ होइन, ठिक देखिरह होला, थाहा छैन कस्तो देखिरहेछ। दिस इज इजोरिया फ्रम सुबिन भट्टराई होइन। म यहाँ बसेर एकछिन पढ्छु भनेर बोकेर आएको होइन, म पढ्न चाहिँ पढिरहेको थिएँ। यो चाहिँ मैले भर्खर सुरु गरेँ। योभन्दा अगाडि अब मैले चमेलीको फुल बैजनी रुमाल पढिसकेर भ्याएपछि मैले स्टार्ट गर्दैछु सुबिन भट्टराईको वान एन्ड ओन्ली उपन्यास जुन मैले पढेँ होइन, त्यो चाहिँ इजोरिया हो है। सो यो पनि मैले पाएको छु। अब यहाँनिर बसेर म मजाले पढ्छु, अगाडि फर्किन्छु यसरी चट्ट लाएर। ल गाइस, आजको भिडियोलाई चाहिँ यति नै भन्न चाहेँ होइन। ठिक छ, सबै कुरा तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ। ताल कहाँसम्म छ नि थाहा छैन क्या, पर यतापट्टि पनि कतासम्म ताल छ होइन। सो अहिले मान्छे पनि सबै नभएको ठाउँमा चाहिँ नभइरहेको ठाउँमा चाहिँ म आएर बेलामा चाहिँ आएर भिडियो एन्ड गरौँ भनेर सोचेँ। सो यहाँसम्म आएँ, एक्लै आनन्द लाग्यो। यस्तो ट्रिपहरू हल्का फुल्का अझै पनि म गर्छु होइन। आफूसँग घुम्न पनि पर्ने रहेछ, आफूलाई एक्सप्लोर पनि गर्नुपर्ने रहेछ। अनि यहीँ चाहिँ थाहा भयो कि लेक जेनेभामा चाहिँ स्विमिङहरू अनि त्यसपछि बोटिङहरू, मोटर बोट यताउता सब दामी पाराले मिल्दो रहेछ। तपाईँहरू पनि मिडवेस्ट सिकागो आउँदै हुनुहुन्छ, घुम्न मन लागेर आउँदै हुनुहुन्छ भने चाहिँ सिकागो मात्रै ठाउँ होइन, यस्तो दामी ठाउँहरू पनि छ। लगभग सिकागोबाट 1 घन्टाभन्दा अलि बढी लाग्ला, 1 घन्टा 15 मिनट जस्तो लाग्ला ड्राइभमा। सो इट्स वर्थ द के भन्नु, वर्थ द वेट फर मी। हिजोदेखि मैले सोचिरहेको थिएँ कि कहिले आउँ म, कहिले के गरौँ। वाह, यस्तो ताल त मलाई लास्ट भोबाल लाग्छ नि फेरि। सो यति नै गरौँ आजको भिडियोको लागि होइन। अब यहाँबाट फर्किँदाखेरि मैले केही कुरा राम्रो भेटेँ अथवा केही भइहाल्यो भने चाहिँ म नेक्स्ट पार्ट बनाउँछु। सो यो पार्टको लागि चाहिँ अ ट्रिप टु लेक जेनेभा, अ डेट विथ माइसेल्फ एन्ड्स लाइक दिस। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद। भिडियो मन पर्यो भने तपाईँहरूले लाइक, शेयर, सब्सक्राइब, कमेन्ट सबै गर्न सक्नुहुन्छ। So I think that's it for today, guys. Rai Revaz is signing off for now. See you in the next video. Boom, boom, boom. Bye-bye.